हामी चाहिँ टक्क लाएर बिहान बिहान माछा मार्न हिँडेका छौँ माछा उठाउन। उता अजय सर उता सुरेश। अहिले ट्याक्क बिहानको 6 बजेको छ। हामी चाहिँ अहिले टक्क बिहानी घामको किरणसँगै मिरमिरे उज्यालोसँगै अजय कालीगङ्गातिर हिँडेका छौँ। सानो छोटो मिठो भ्लग बनाऊँ भनेर साथीहरू लाइक सब्सक्राइब गर्न नभुल्नु होला। साथै सेयर पनि। हाम्रो आजको मिसन के भन्छन् रे? मिसन के भन्छन् रे? फिसिङ। यो चाहिँ हामीले दिउँसो थापेका थियौँ। यहीँ तल छ कालीमा। अलि उज्यालो नहुने रहेछ। आज हाम्रो सिजन 1 हो। सिजन 1 फर्स्ट लडाइँ हुँदैछ। फर्स्ट लेभल हेरौँ कस्तो हुन्छ। दोस्रो लेभलमा नि हामी अपडेट हुँदैछ हाम्रो। हामी चाहिँ अहिले एकछिन आगो बालेर बस्छौँ भनेर। कस्तो फिल भइरहेछ त अझै सर हजुरलाई? माछा मर्ला? मर्छ पक्कै मर्छ। अहिले चाहिँ जाडो भएको अवस्था। हजुर यहाँ चाहिँ मर्छ आगो तापेको हुन्छ। ल सुरेश मर्छ नि हाम्रो माछा। ल 100% ल। हामी चाहिँ अब लाग्दैछौँ टक्क ला उज्यालो भएसँगै। हामी 3 जनाको हेरौँ कस्तो हुन्छ। यसको लागि माछा उठाउनु यहाँ त हाम्रो जङ्गल हामी चाहिँ जल्दी कालीगण्डकीमा आइपुग्यौँ। अब यहाँ तयारी उठेर कालीगण्डकीदेखि सुकाउनु सक्छु। हजुरहरूलाई माछा खान चाहनुहुन्छ भने यदि हामीलाई सम्झिनु होला। थापेको कहाँ हो र अझै? सरले चाहिँ यहाँ पानी खाँदै हुनुहुन्छ। मुलुको पानी सुगा फ्रेस अर्ग्यानिक फ्रेसमा पुगेछ। थापेको केटाहरूले कहाँ छ नभए तयारी हेर्नुपर्छ। कस्तो छ अझै? मिठो दामी छ होला है। मरेछ चाहिँ एउटा मोमो जुन चाहिँ तर
आयो है गाइजहरू ल फाइनल्ली हाम्रो उद्घाटन भइसकेको छ सानसानो असला असला वाउ यता हाम्रो सुरुवात भइसकेको छ बिहानी मिरमिरे उज्यालोसँगै सानसानो उद्घाटन हाम्रो फिलिङ एक्साइटेड भइराखेको छ अहिले चाहिँ असला असला है यो त केही होइन सानो हो योभन्दा पर्छन् 1 केजीको हजुरहरूलाई भलगमा देखाउनेछौँ ल है आयो है आयो यो पनि आयो वाउ फाइनल्ली आइराखेको छ है यो दोस्रो आइराखेको छ है गाईहरू यो हाम्रो दोस्रो लट त्यो नि असला अलिक सानो फरक है मात्रै त बिहान मिरिमिरेको उजेलोमा परेर त्यो चल्दैछ असला है असला पर्छ होला कि होइन अझै अन्नै पर्छ माथि हाम्रो जङ्गल छ यहाँ हाम्रो काली गण्डकीको माछा हामी सुरत हुँदैछ सुरत त्यसको लागि आइराखेको छ है आइराखेको छ असला छ है साथी सबै अलिकति केही अझै हो सबै असला हो यो जाडोको सिजनमा यसलाई कसरी बनाएर खानुपर्छ के गर्नुपर्छ यसलाई मजाले बिहानीको मिरमिरेको साथमा ढिँडोसँग चप्प कोदोको ढिँडोसँग खानुपर्छ झोल बनाएर यहाँ कतिवटा 4वटा भयो यहाँ 4वटा 5वटा कुरा हालेर धेरै नजिक स्योर भन्दै स्योर पर्छ यहाँ स्योर पर्छ भन्दै सुरेशले यहाँ म्याथो चाहिँ होइन सुरेश गइरहेको छ वाउ सही हो
भाइरल ओहो यसरी यसरी साथीहरू दुःख सङ्घर्ष गर्नुपर्छ मेहनतको फल पाइन्छ मेहनतको फल राम्रो हुन्छ त्यसै पुरै असला ओहो ओहो यो पुसाको जाडोमा माछा र कोदोको ढिँडो बल्ल पो ज्यान बन्छ साथी हो भन्दै मेरा 2-4 शब्द हस्त नमस्ते त्यही हो गाइजहरू हजुरहरू खाना इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्नु होला हामीलाई हामी 3 जनाको ग्रुप छ सम्पर्क नम्बर 9861413812 सम्पर्क गर्नु होला यदि चाहिएको खण्डमा आछा 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 1 2 3 भएन 2 हो नि माछा भनेपछि यसरी खानुपर्छ साथी हो यस यसरी खानुपर्छ साथी भयो त अलकट्टा घर जाने बनाउने खाने अनि फेरि चाहिँ तिहारी चाहिँ फेरि मिलाएर बनाएर फेरि आउने असला असला काली गण्डकीको 1 किलो भयो 1 किलो यो थपेपछि भइहाल्छ पुरै असला होइन असला त दामी हुन्छ असला प्योर लोकल ढिँडोसँग अर्ग्यानिक फ्रेस माछा यसरी खानु राखिन्छ ध्यान देखाइदेऊ न 1 केजी हुन्ला होइन 1 केजी आधी केजी भयो परसको 1 केजी हुन्छ मोबाइल पानी है फंस लगा उसकी हो यार आउँछ आउँछ यो ठुलो रहेछ होइन तिनटामा एउटा फुस्किनु सफल एउटा फुस्कियो यार गाईहरू यस्तै हो कहिले काहीँ यो ठुलो रहेछ नि सबसे अहिले भन्दा फुट्यो यार हल्का सबै फुस्यो हल्का चाहिँ पनि हल्का चेपेको चाहिँ बिस्तारै बिस्तारै यस्तो उचल त उचल पनि हल्का अड्किया रहेछ कि यो रहेछ तर यो माछा पुरै असला असला हुने रहेछ नै असलाको सिजन रहेछ होइन होइन यो त सम्भवै छैन पनि भएको त 1.5 जस्तो भएको त यो थप्ने अन्त त 1.5 हुन्छ ठुलो सिजन त होइन फुट्यो एउटा फुट्कियो त केही छैन वेट गर त 1.5 जस्तै छ मारिहालिन्छ कि चाल्छ वेट गरेर त छ अहिले त होइन 1.5 भयो एक भयो उचाल न मनी यता हिसाबै एक भयो है एक भयो अब यस्तो हुन्छ फेरि बाटो फेरि अब साथीहरू माछा त खाने हो दुःख पनि धेरै गर्नुपर्छ के गर्नु यस्तै छ काली गण्डकी हो दुःख यस्तो हुन्छ पुरा
युद्ध लड्न हिँडे जस्तो हुन्छ एकदम तरिकाले ल ल ल ल है यस्तो के गर्नु यहाँ नि हो रोक रोक आउन दे नाति नाति यहीँबाट भिडियो गरिदिन्छु ल आयो ल ल केही छैन अर्कोमा त यस्तो खालको देख्न सक्नुहुन्छ गाइस म कसरी हिँडेको छु यस्तो भएको न होइन मारिन्छ अझै कति छ आज हामीले मारिन्छ लगभग 2 केजी 3 केजी त मारिन्छ गाईहरू तपाईँहरूलाई अन्तिममा देखाउनेछौँ हामीले त्यस पछाडि त्यही हो अब हेर आज चाहिँ खैनी भयो ढिँडो र झोल टक्क सुरुप यो जाडोमा हाम्रो चाहिँ मिसन सक्सेस भयो अब चाहिँ हामीहरू गाइज जाँदैछौँ लाग्दैछौँ हामी घरतिर हाम्रो चाहिँ आज 2 केजी मरेछ समथिङ त्यही हो अब माथि गएर साथीहरू खाइन्छ बनाएर चप्प भुटेर त्यही हो हामी चाहिँ घरतिर लाग्दैछौँ मेरो माथि छ बाइक माथि राखेको छौँ माथितिर त्यही हो अब हामी जाँदैछौँ ल बाँकी माथि गएर भेटौँ ल दाइजहरू ल